हेलो आज हो 2081 फागुनको 21 गते अनि हाम्रो बिहे भएको थियो 2080 फागुनको 21 गते. That's why it's the anniversary, first anniversary, but he's not with me here now. He's in America. He's in USA, but our hearts are together. तर आज चाहिँ जिन्टिमेटी काम हुँदैछ. जिन्टिमेटी प्रोग्राम छ हाम्रो घरमा. त्यसको लागि अलिअलि तयारी छ. I will show the some of the stuffs going on. हाम्रो चाहिँ सेलरोटीको लागि यहाँ पिठो मुस्दै हुनुहुन्छ. घिउ राखेर देशी घिउ. अचारको लागि मुला, काँक्रो, बन्दा, अलिकति के भन्छ गाजर, लसुन, अदुवा, तरकारीको लागि काट्दैछौँ. जोड्ने भने रोटी पाक्यो. म मेरो ठुलो मम्मी रोटी मेकर. ए रोटी राम्रो भन्छ है. रोटी कस्तो भन्छ? पर्फेक्ट. बिहेमा गर्न नपाएर आज गर्नुभएको. यस. ल हाम्रो दिदीले चाहिँ रोटी मिलाएर राख्नुभएको छ. बिहेको जस्तै टन्नै भयो दिदी रोटी त है. एकदम अझ रेडी हुँदैछ, पाक्दैछ तल. के पकाउँदै हुनुहुन्छ? के पाक्दैछ? आलु र बन्दाको तरकारी अनि मासु पाक्यो है. ल कस्तो लागिरहेको छ? म आएको 1 वर्ष भइसक्यो. हो एकदम रमाइलो. I'm ready to celebrate anniversary. एउटा ग्रुपमा खिचौँ है. अहिले अगाडि नि होला. खिच्न त अहिले गर्नुपर्छ नि. के खाएर जानु परेन? मिना के खानु पर्छ?
धेरै भयो चट्नी बनाइदिनु भयो Yeah. One missing also. थोरै केक मात्रै खाइदिनु पर्ने छोरी हो नि हामी त जन्ती निका हो मिलाउनु निका हो कति खुसी हुन्छ नि छोरी आजको ब्राइड हुनुहुन्छ पर्दा बस्दा थ्याङ्क यू अरे वाह मम्मी मैले सोचेको भन्दा राम्रो रहेछ कस्तो राम्रो बनाइदिनु भएको वाह पत्तर पनि अनि सेउ पनि माथि नआएको कान्दो छोराले लास्ट राम्रो लाग्यो मलाई त साँच्चै त्यो फाइनली काम भएर यहाँ कार्यक्रम काम हुँदैछु अङ्कल कस्तो छ एकदम गुड नाइस मम्मी कस्तो खानेकुरा आन्टी एकदम मिठो छ ल गाइस तिनजना गाइस गाइस अब के थपौँ गाइस हेलो हेलो ह्यापी बर्थडे उसको जेठानी दिदी म चाहिँ उसको जेठानी म चाहिँ छोराको बुढाको मेरो छोरा मेरो भान्जी मेरो नि छोरा मेरो नि भान्जी नमस्ते नमस्ते भन्दियो नमस्ते 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 उसलाई यो देखेर होला कि नमस्ते नमस्ते पहिला नमस्ते नमस्ते आएर त्याउली गाइछु भन्छन् दिदी लक्ष्मी भित्राइछु मैले पानी गरी माया त्याउली गाइछु भन्छन् दिदी लक्ष्मी भित्राइछु माया गरी माया जस्तो जता
भेटाइछु मैले त कस्तो छ नि रेलीमाई सोध्यौ नि अहिले त भने जस्तै भेटाइछु मैले त बस्छ माया रेलीमाई आजको रात फेरि भेट हुँदैन एकसाथ फेरि भेट हुँदैन एकसाथ हटाको दिन रेलीमाई तिमीले टाढालाई सधैँभरि यसरी राख बस्छ माया रेलीमाई आजको रात फेरि भेट हुँदैन एकसाथ बस्छ माया रेलीमाई आजको रात फेरि भेट हुँदैन एकसाथ माई डालेछु दियो मेरो पनि चाहना थियो पूजा गर्दा रेलीमाई डालेछु दियो मेरो पनि चाहना थियो बस्छ माया रेलीमाई आजको रात फेरि भेट हुँदैन एकसाथ भेट हुँदैन एकसाथ रेलीमाई बोला के कसुरा कस्ता थाहा सासुरा ससुरा सोध्दा माइले रेलीमाई बोला के कसुरा कस्ता थाहा सासुरा ससुरा बस्छ माया रेलीमाई आजको रात फेरि भेट हुँदैन एकसाथ बस्छ माया रेलीमाई आजको रात फेरि भेट हुँदैन एकसाथ फेरि भेट हुँदैन एकसाथ रातो कुरा देखि छिन्नी मुटुको टुकुरा आमा बुबा रेलीमाई भने रातो कुरा देखि छिन्नी मुटुको टुकुरा बस्छ माया रेलीमाई आजको रात फेरि भेट हुँदैन एकसाथ बस्छ माया रेलीमाई आजको रात फेरि भेट हुँदैन एकसाथ मैं खाजा रेडी हुँदैछ
उयो यता भन्नु नि यता यहाँ
भयो तपाईलाई कस्तो लागिरहा के भन्नु छ खेलाउनु ठिक छ खुसी छु अब छिटै तिमी अमेरिका गइदियो भने त अनि सोच्छ अरु केही छैन अरु जम्मै ठिक छ ह्यापी ह्यापी अंकललाई ह्यापी एनिभर्सरी मनाइयो धेरै खुसी लागेछ छोरीको खुसियाली नै हाम्रो खुसियाली हो ह्यापी एनिभर्सरी मम्मी हजुर 1 वर्ष भयो बिहे भएको कस्तो लागिरहा तपाईलाई आज अब जिम्ती पनि मेटियो हैन भन्नु के भन्नु छ हजुरलाई खुसी भयो सबैजना आइयो बसियो रमाइलो भयो सबैसित भेटघाट भयो कान्छालाई दिएको आशीर्वाद सबैलाई आउनु बताइने शोभायात्रा होस् छिट्टो जोसँग भेट होस् हजुर आज 1 वर्षको जिम्ती मेट्यो मेरो बिहेको कस्तो लागिरहेछ एकदम रमाइलो अनि एकदम खुसियाली लाग्छ एकदम आनन्द आछ अब सबैभन्दा आउन पाइयो र तिम्रो पनि फलोस् फुलोस् सधैँ राम्रो देख्न पाइयोस् ज्वाइँ राजालाई जेस हँसिलो हुनुहुन्छ एकदम रमाइलो लाउँछ आज फाइनली आउनु नि आउने होला अनि भन्छ मेरो 1 वर्ष भयो नि बिहे भएको कस्तो लागिरहेको खुसी छु ह्याप्पी फर्स्ट वेडिङ एनिभर्सरी एन्ड बेस्ट विसेस फर द फ्युचर छिट्टै नै सँगै भएर एनिभर्सरी भन्दा पहिल्यै पनि भिडियो कलमा भेट्न पाऊँ भाउजूले भन्दै जस्तै अनि एकदम धेरै शुभकामना एकदम धेरै खुसी लाग्यो सबैजना एकै ठाउँमा भइयो जम्मा भइयो I'm very happy and happy anniversary to you both you guys धेरै नै चाँडो दुईजना सँगै भएको देख्न पाइयोस् भन्ने हाम्रो आशा हो डोनाल्ड ट्रम्पले ल्याङल्याङ नगरोस् सजिलो गरिदियोस् थ्याङ्क यू पहिला फर्स्ट वेडिङ एनिभर्सरीको भेरी भेरी कङ्ग्रेचुलेसन अनि धेरै नै खुसी छौँ होइन रमाइलो भयो आउन पाइयो यहीँ नजिक भएर अब अर्को वर्ष चाहिँ दुईजनालाई सँगै देख्न पाऊँ अनि हामीले अब भिडियो कलमा आज ज्वाइँले गरे जस्तै हामीले भिडियो कल गरेर उताबाट हेर्न पाऊँ अब सबभन्दा पहिला चाहिँ दुवैजनालाई एकदम ह्याप्पी फर्स्ट म्यारिज एनिभर्सरी एकदम खुसी लाग्छ होइन यो दिन चाहिँ पहिला बिहा हुँदा चाहिँ एकदम इमोसनल भइएको आजको दिन चाहिँ एकदम खुसी यति हो त आन्टीको बिहा भएर 1 वर्ष भयो नि त अनि अहिले आएर आज जिम्ती मेट्ने रतेउली गएको हो नि त त्यो भएर कस्तो लागिरहेको तिमीलाई खतरा एक थालके एक त अघि तिमीलाई देख्दा रुनु मन लाग्यो एक्लै भयो भनेर साथी सँगै भएको देख्न पनि खुसी लाग्छ ल ह्यापी वेडिङ एनिभर्सरी बाई मामी तेरो बाई बाई भन्नु बाई 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 भयो रमाइलो भयो सधैँ घरमा सधैँ यस्तै आनन्द देख्न पाऊँ पानी छैन बाई 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 बाई